पानीमा डुबेको व्यक्तिलाई हामी पेटमा थिच्ने पानी छदाउने काम बिल्कुलै नगरौँ। हामीसँग बिरामी छ पानीमा डुबेको अहिले, र म तपाईँलाई देखाउँदैछु। बर्खाको समय छ, धेरै व्यक्तिहरू अहिले डुबानमा मान्छेहरूको मृत्यु हुनसक्छ यो बर्खामा खोला नालामा। म देखाउँदैछु र सुरुमा सुरक्षित बाहिर निकाल्ने, त्यसपछि सिरानीलाई यसरी निकालिदिने। सिरानी राख्नु भएन, ओपन एयरवेज गरिदिने। चस्माहरू, बेल्टहरू र जुत्ता छ भने खोलिदिने टाइट कुराहरूलाई। र सुरुमै हामी पहिला सास चेक गर्छौँ र यसरी बिरामीको नाक र मुखमा गएर आफ्नो कान लगाएर सुन्ने र छातीमा हेर्ने है, चलेको छ कि छैन भनेर 10 सेकेन्ड। र 10 सेकेन्डमा चेक गर्दा उहाँ सास चलिरहेको छ भने हामीले पेटमा थिच्ने ओर्ने अरू बिल्कुलै नगर्ने, एम्बुलेन्सलाई बोलाउने र तुरुन्तै रिकभरी पोजिसनमा लिएर जाने। र रिकभरी पोजिसनमा गर्दा हामीले यसरी उहाँलाई रिकभरी गर्ने, तपाईँलाई देखाउँछु। र यसरी हामीले कोल्टे बनाएर चाहिँ उहाँलाई के त रिकभरी पोजिसनमा सुताएर अस्पताल लिएर जाने। एम्बुलेन्समा लाँदा पनि यसरी नै लाने। तर लाँदा लाँदै बाटोमा या घटनास्थलमै सास बन्द भयो भने चाहिँ उहाँलाई के गर्ने त हामीले यसरी उत्ताननै यसरी फेरि सुताइदिने सास बन्द भएको खण्डमा, र पहिला मुखमा 5 चोटि सास दिने र छातीमा 30 चोटि दबाउने, फेरि 2 चोटि सास दिने, 30 चोटि दबाउने। यसलाई सीपीआर प्रक्रिया भन्छौँ। तर सीपीआर गर्नलाई चाहिँ तपाईँहरू तालिम प्राप्त हुनुपर्छ है। तपाईँहरूले फेरि सीपीआर चाहिँ गर्न पाउनुहुन्न तालिम भएन भने। र बाँकी अन्य सहयोग गर्न सकिन्छ। पेटमा बिल्कुलै नथिच्नुहोस् र मुखमा केही हाल्ने ओर्ने नगर्नुहोस्, र जति सक्दो चाँडो अस्पताल लानुभयो भने बिरामीलाई हामीले बचाउन सक्छौँ। धन्यवाद। ओके।